नेपाल सरकारले विदेशी अनुभवलाई आधार बनाएर नीति तथा अनुसन्धानमा नयाँ सुझावहरू लागू गर्ने प्रयास गरिरहेको रहेछ, जसले विकासका लागि ठोस आधार बनाउनेछ। यस महत्त्वपूर्ण प्रक्रियामा म साथै सुनिन अङ्कल सहभागी भई आफ्ना विचार तथा सुझावहरू राख्न पाउँदा अत्यन्त खुसी लागेको छ। नेपाल बन्छ जब नेपालमै बन्छ भन्ने मूल नारासहित कृषि क्षेत्रमा क्रान्ति ल्याउनु पर्ने र देशभित्रै उत्पादन, रोजगारी र सम्भावनाहरू बढाउनु पर्ने मुख्य सुझाव प्रस्तुत गरेका छौँ। शिक्षामा त छैन। शिक्षामा त परम्परागत छ। असन्तुष्ट अहिलेको त्यो शिक्षा काम चाहिँ सरकार पनि ठाउँ ठाउँमा गर्दैन भने कि असन्तुष्ट छु। मैले जस्तै तपाईँले विदेशबाट आएपछि नगद पैसाहरू हुन्छ नि त, जिन्सीहरू सामानहरू केही प्राप्त गर्दै परिवार वा समुदायबाट नै थाहा छैन। अनि अब यस्तै गरी नगदकालीन जिन्सीहरू आपतकालीन राहत भन्नुभयो नि तपाईँले, त्यो आपतकालीन राहत आवश्यक परेन, तर पाउनु भयो कि सरकारी तर्फबाट भने कि नगद सहयोग पशुपालन पशुपन्छीहरू अब पशुपन्छीमा काम गर्दाखेरि हामीलाई पाउन महाभारत भएछ। किन कसरी पाउनु भएन, पाइयो तर चाहिँ 1 वर्षपछि पाइयो। 1 वर्ष गर्दा किस्ता गर्दा त्यो के जुन टाइमिङ हामीले त पशुपन्छी होइन कि त्यो पशुपन्छी हामीले पालिन्छ, बाख्रा माछा थियो नि त, त्यो पाउनु पाइएन के पाइयो यहाँ त पाएको चाहिँ सामान पशुपन्छी दिएको हो कि भनेर के सामान त पाइयो त्यस्तै पशुपन्छी पनि पाउनु भएन। पालेको हामीले त्यसको लागि सेवाको लागि भनेको त कसरी पायो त्यस्तो। कुनै शारीरिक समस्या लिएर त अब आउनु भएको होइन, परिवारको सहयोग गरेकाले समुदायको सहयोगमा सङ्घ संस्थाहरूको संस्थागत सहयोग संस्थालाई सहयोग दिने 4 दिन पठाएको विदेश रोजगारीबाट फर्किएको व्यक्ति भएकै कारणले समुदायबाट कुनै किसिमको मनोसामाजिक समस्याहरू आएको त्यसबाटै आएको कारणले समुदायबाट कुनै मनोसामाजिक समस्याहरू आए, जस्तै गाली गलौजहरू गर्ने अवसरहरू बोल्ने बुढाको मान्छे भन्ने गालीहरू गर्छन् कसैले, अलि बदमास टाइपको मान्छेहरूलाई गर्नुभयो। सिधै सानो अघि तपाईँले के कता सिक्नु ल तपाईलाई चाहिँ यो 10 वर्ष चाहिँ दुबई बसाइको चाहिँ प्रतिक्रिया सुनाउँदाखेरि कस्तो फिल भयो अङ्कल? होइन फिल त पुरानो कुरा सबै सम्झनामा आयो, तर चाहिँ सरकारको काम एकतिर, नीति एकतिर, कार्यक्रम एकतिर, प्राविधिक शिक्षा छैन। यो स्कुल लेभलबाटै प्राविधिक शिक्षा चाहिँ यदि चाहिँ सरकारले चाहिँ त्यो अनुसार गर्ने बल्ल यस्ता यस्ता कार्यक्रमलाई चाहिँ सोलो डाल्नुहुन्थ्यो। यो कार्यक्रम चाहिँ धेरै ढिलो भयो जस्तो लाग्छ। धेरै ढिलो भयो यस। अब यो जसरी उहाँले हामीलाई इन्टरभ्यू लिनुभयो, या चाहिँ सबै दुःख कथाहरू पोख्यो, त्यो चाहिँ हामीले हाम्रो बच्चाबाटै महसुस हुन पाइयो। बल्ल चाहिँ क्लासमेटबाट यो कुराहरू सिक्नु पाइयो नि। एकदम यो चाहिँ एकदम यो ढिला भयो धेरै कुरा। सरकारबाट जागरुक भएको छ। अब विदेशबाट 6 खर्ब जति 6 खर्ब उता रेमिटेन्सले नै सरकार चलिरहेको छ। अरे त विदेश मात्रै बेच्ने खाले मात्रै शिक्षा नबनोस्, अहिले प्राविधिक भएर यहीँ उत्पादन गरेर, यहीँ कृषि क्रान्ति गरेर, यहीँका चाहिँ हाइड्रोहरू धेरै बनाएर र मजाले चाहिँ यो ग्यासहरू, यो मट्टितेलहरू पनि बहिष्कार गर्ने नीति सरकारले ल्याओस् भने आत्मनिर्भर बन्न सकियोस्। एकदम आत्मनिर्भर बन्न सक्यो भने मात्रै बल्ल कोहीसँग झुक्न पर्दैन, आफ्नै देशमा रमाउन सकिन्छ। जनन जन्म भविष्य स्वर्गदपि गरिएछि भने बल्ल भन्न सक्ने अवस्था छ। जय देश जय चरेश। त्यसको उत्पादनलाई चाहिँ ख्याल गरौँ है। ल विशेष गरी लिगलाइज गर्नु पर्यो। शिवजी जस्तो चाहिँ पार्वतीले जसरी खुलाउनु भएको थियो त्यसरी गाँजाको उपभोग गरौँ, यानि कि गजडी भएर चाहिँ सदुपयोग दुरुपयोग नगरेर त विभिन्न शरीर दुख्यो भने चाहिँ घिउमा भोटेर अलिकति गाँजा खाने हो, यानि कि त उडाएर त के रेलले धुवा फाल्छ जस्तो तरिकाले खाने होइन। गलत प्रयोग नगरौँ। गजडीले गर्दाखेरि गाँजा बेचित भएको मात्रै हो। जय होस्। जय होस्। ल यसलाई पनि धेरै धेरै धन्यवाद। हामीलाई चाहिँ हाम्रो गुनासो चाहिँ पोख्न पाइएको थियो, अवसर दिनुभयो, त्यसको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद। नेपाल सरकारले यो नीतिहरू छिटै ल्याओस्। ल जय होस्।